बोल्ने कि बोल न हेलो एभ्रिवान हु आर दे हामी चाहिँ आज नयाँ वर्षको उपलक्ष्यमा हिँडेको कता यो हो छ्या त्यो चाहिँ गर्छस् त माइली यस्तो उकालो त गर्छ नि झोला फेरि कुरा भेट्दिन मरि गयो नि अब त म झन् फेरि उकालो त नमजा पो हुँदो रहेछ हौ म चाहिँ रमाइलो हुँदैछ मजा हुँदैछ मलाई चाहिँ तिमीलाई नयाँ वर्ष आज नयाँ वर्ष हो त्यही भएर हामी चाहिँ यसो गाउँमा घुम्न जानु पर्यो भनेर हिँडिसकेको छौँ अब अरू पनि मान्छेहरू चाहिँ हुनुहुन्छ अहिले हामी चाहिँ 3 जना मात्रै छौँ उकालो चढिरहेको छौँ डरै तै छस् त के गर्नु त हो अनि हाम्रो चाहिँ अब माथि साथीहरू पनि पुगिसक्नु भएको छ आधी आउँदै हुनुहुन्छ उँभो पुगेपछि बल्ल हामी भेटेर रमाइलो गरेर आउने भनेको हिँड्न चाहिँ साह्रै गाह्रो हुने रहेछ म त मरे भनेर पनि नहुने चराहरू चाहिँ अति छ है हाम्रो गाउँमा फेरि लाम्बुच्छेहरू चराहरू कराउँछन् राम्रो छ रमाइलो छ अहिले चाहिँ हामी ठ्याक्कै यो दाप्सुङमा डाँडामा आइपुग्यौँ अहिले चाहिँ हामी एउटा डाँडामा आइपुगिसकेको छौँ कस्तो नजिकै देखेको नि उठो दिन्छ अब फेरि यहाँदेखि अझै पनि छ हाम्रो डेस्टिनेसनमा पुग्न चाहिँ धेरै छ धेरै राम्रो छैन पुग्नको लागि चाहिँ क्यामेरा क्वालिटी जस्तो भए पनि हामी साँच्चीकै राम्रै छौँ क्या रेजिना ओहो गर्मी भयो कटुस फुलेर कस्तो राम्रो देखिरहेछ सबै रुखहरू नयाँ पालुवाहरू पलाउन सुरु गरिसकेको छ यो काँध राम्रो देखिएको छ कि किनभने अहिले स्प्रिङ सिजन पनि हो नि त अनि त्यहाँ परतिर लाली गुराँस पनि फुलिरहेको चाहिँ छ यहाँबाट चाहिँ देखिँदैन रहेछ मलाई तर सहर बजारहरू भन्दाखेरि पहाडहरू नै राम्रो लाग्छ के अरे भर्खर नयाँ पालुवा पलाएर यस्तो रेड कलर देखिन्छ अहिले चाहिँ कुनै सुकिसकेको पहिला सुकेको उयो छ नि घाँसहरू पनि कता कता हरियो पलाउँदैछ एकदमै राम्रो छ कि हरियो त्यो तलतिर तपाईँहरूले देख्न सक्नुहुन्छ कि त्यो कटुस फुलेको बटरफ्लाईहरू यति छन् कि हाम्रो गाउँमा अहिले किनभने अस्ति भर्खरै झुसिल किराको सिजन थियो भने अहिले चाहिँ सबै पुतली भइसकेछन् त्यो झुसिल किराहरू अहिले पुतली भइसकेछन् हामीले नेचरबाट धेरै कुराहरू सिक्न सकिन्छ अनि मबाट पनि धेरै कुरा सिक्न सक्नुहुन्छ आउँदैछन् 2 जना आहा कस्तो राम्रो के यो कस्तो राम्रो कलरफुल छ यहाँ चाहिँ हामी माथि छौँ कि यहाँदेखि तल चाहिँ भिर छ तल चाहिँ हाम्रो गाउँ चाहिँ उता पर्छ अलि उतै पर्छ क्या ओए रेजिना लड्छस् र म के बुझाउनु फेरि भरे अनि हाम्रो गाउँ चाहिँ यस्तो छ मेरो ब्याकग्राउन्डमा तपाईँहरूले देख्न सक्नुहुन्छ मेरो गाउँ तल छ हाम्रो घर चाहिँ तल पर्छ यहाँ त देखिँदैन तर राम्रो देखिएको छ तर आज चाहिँ नि आज भोलि चाहिँ अब स्प्रिङ सिजन आइसकेपछि पनि यस्तो छाडा नबोल न साथीहरू उता मासतिर चाहिँ लाली गुराँस नि फुलेको रहेछ लाली गुराँस नि फुलेछ फेरि तल पनि गरेछ यो चाहिँ मेरो गाउँ यहाँ त कराए पनि केही हुँदैन के यस्तो राम्रो छ फेरि उता पनि अब स्याल करायो साँच्ची नि कुकुर हो कि स्याल हो तारा
अहिलेलाई चाहिँ यतिमै स्टप गर्छु। अब म मासतिरको अर्को डाँडामा पुग्छु कि अहिले म चाहिँ उकालोमा छु। अब त्यो डाँडामा पुगेपछि फेरि म अर्को एउटा सानो भ्लग बनाउँछु। अहिलेलाई चाहिँ फेरि यति नै। फोटो होइन, यहाँ भिडियो पो हुँदैछ के। उठा न, हामी त माथि पुगिसक्यौँ भन् त। गयो ल, अब झर्न थालिसकेछ नि तारा। ऊ त परतिर चाहिँ एउटा रहेछ, म एउटा टिप्छु। चिप लिएर मेरो हत्या त हुँदैन होला नि यहाँ। हुन्छ र गेल पनि हो नि त। को ब्रेता कम निन्ता नि होला भन् न। ल ल न म कुतङ रम्या भन् न। ए ल ल ल ल लु जाउँ दो। कालो उकालो चढौला ओराली झरौला सात भान्ज्याङ भने पनि त्यो पानी तरौला तिम्रै लागि हो भने जानै दिदिउँला। खै तल रहेछ। हेत्तेरिका यो के हो उतुङ गुतुङ चाहिँ युको इके जुम सोल्ने त थोरै अनि यिमेन खा घटे पनि म त राइदाने हाले अन्ते हो तर रमाइलो भयो। उदे पुरी म त राइदाने हाले अनि कसरी कुद्नु त, घरमा कुद्नै त दिँदैन रहेछ। अरे कुदौँ पहिला यहाँ आइज न, म कुद्छु। तारा हामी दुईजनाको भिडियो गर्दैन ल। ठ्याक्कै क्यामेरा लगाएको, ठ्याक्कै चरा पनि के हुन्छ हो। चरा गरेर आएको थियो, गयो। यता देवी थानमाथि हामी यो बाटो जानुपर्छ। ऐसेलु पनि फलिसकेछ। मलाई पनि एउटा ल्याइदे न। यत्रो ठुलो सर्प देखेको नि। सुनेको धेरैचोटि सुनिसकेँ मैले यो कहानी। फेरि सुन्दाखेरि भयो त नि के घाटा भयो। माई गॉड, गर्मी इज हाई गर्मी। फेरि माथि गएपछि कस्तो जाडो हुन्छ नि। यस्तो बवाल छ, तर के भन्ने त यो क्यामेराले क्याप्चर नगरेको कारणले गर्दाखेरि भन्नै सकिँदैन क्या। रेजिनाको एउटा कपाल फुलेछ है। ए मेरो एउटा मात्र आइफोन म दुईजना मात्रै। हामी चाहिँ लाग्छ कि लाग्दैन? लाग्दैन। रेकर्ड भएको छैन रेजिना? भइरहेको छ। हामी चाहिँ यस्तो भित्र हाम्रो हिँड्न सक्दिनँ है, डर लाग्छ है। डेस्टिनेसनको नजिक पुगेको छौँ। यसो घर गर्ने। तिमीहरूलाई डर लाग्छ कि लाग्दैन हौ यस्तो ठाउँमा? मलाई एक्लै चाहिँ लाग्छ। कस्तो छ कि जङ्गलै नि त, पुरै यस्तो जङ्गल के। बाघले च्याप्प समाएर। तर यहाँ बाघहरू चाहिँ लाग्दैन है मलाई। के चाहिँ छ यहाँ, के चाहिँ खुसी खानु छ? राम्रो पनि के छ? नभन्न त्यस्तो मामा। कस्तो डरायो म त एकछिनको लागि त। त त्यस्तै त, कुखुराको मुटु बोकेर हिँडेपछि त्यस्तै हो। बरु म छैन त्यस्तो डराउने। एक्लै चाहिँ हुनुपर्छ। स्यास्या भएर मर्छु होला हौ म त। हिँड्न सकिनँ। यस्तो छ अब दिउँसै अनि डर लाग्दैन होला त? लाग्छ होला नि त। राम गर्मी मर्यो। ये किसका पानी है? Mira, kalau gua gimana? Ekso kok. Emang sih ekso. ओहो
आम्मामा सच्ची भाइ यति यो ज्यानको बल कहाँ गएको तागत चाहिँ त कामै नदिने भकिरा चाहिँ अब यति हिँड्न नसक्ने कामै नदिने थियो होइन आज एकदम म जस्तो हिँड्न बरु भने यो बानी भयो नि त म त जति पसिना आओस् केही फरक पर्दैन जति पसिना आयो पनि केही फरक पर्दैन कस्तो चराको गुड रहेछ यहाँ त हेर्नु त राम्रो मैले ठ्याक्कै देखेँ कि यस्तो बाटो छ भयो 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 होस् न नगर न रेजिना हेर्नु मात्रै हो कि झर्छ म चाहिँ डराए हो न खाली रहेछ नि ए म त कस्तो राति बस्ने बास बस्ने ठाउँ होला कि कस्तो खतरा गरी बनाएको नि हेर्न प्रकृतिको कस्तो राम्रो राम्रो चिज नि त्यो चाहिँ हाम्रैतिर गर्नुपर्छ त्यो गराउने यस्तो जङ्गल कि यस्तो जङ्गली भनेको हाम्रै गाउँको मात्र हुन्छ अरूतिरको हुँदैन कि फेरि जाउँ ल चुनावनी र पर त्यो चाहिँ हाम्रै टोली हो तारा कस्तो राम्रो वा हेर न यहाँ कस्तो राम्रो कि कति धेरै मान्छेहरू वाह म त कस्तो खुसी भयो यार कस्तो एक्साइटेड सान्दिँदै हिँड्यो लास्टमा चाहिँ वा कस्तो कोसँग अब यो चस्मा लाउने राम्रो राम्रो केटाहरूको पनि खिचिदिन्छु म नि आफ्नो त्यो परको चाहिँ हाम्रै टोली होला कि नि तारा ओइ ब्याङ्गै मोमो उभि मरिन्छ है फेरि आहा कस्तो मजाले हावा चल्यो नि पिकनिक त धेरै आएको रहेछ नि एउटामा गएर पसौँ न हामी पनि बा केही दिइहाल्छन् हो ओ एकछिन त्यही बस्छ त लास्टै दामी आएको छ कि कस्तो रहेछ भाउजू मान्छे त आज त टन्नै पो रहेछ त हौ अस्ति राम्रो छ हौ वा हाँस हेर न माथि त्यता चाहिँ नहेर अहिले फेरि देख्छ नि र बोल्नुपर्छ गाडी पनि आउँदैछ है आहा कति राम्रो रेजिना म त क्यामेरा हेर्दै हेर्दै साँच्चीकै त हेर्नै बिर्सेछु त कस्तो राम्रो के क्यामेरा झऱ्यो भने त म त यसभित्रै पाम फाल्छु साँच्ची ढाकेको तुवालोले म हाँस्दा शान्ति बित्ती छ है लाखौँ लाखचोटि टोलीहरू चाहिँ पछाडि हुन्छ है उता पछाडि अनि हामी चाहिँ यता छौँ कि अनि कोही कोही चाहिँ जोडिँदै पनि हुनुहुन्छ अझै आउँदै हुनुहुन्छ छेउमाहरू पनि भ्लग हामी अहिले यहाँ छौँ कस्तो राम्रो यहाँ छ हेर्न हो नि नाच्नु पाए पनि हुन्थ्यो एकछिनपछि नाच्छ मलाई एकछिनपछि नाच्छु होला यता त कहाँ नाच्छ नि त फेरि बाउला भन्दैन नाच्ने होइन पर होइन कोट लाउने केटा मान्छे नाच्नु भनेको नर्मल होइन कि नर्मल हो कि मान्छे हेल्दी मान्छे नाच्छ हाँस्छ होइन रेजिना हो कि होइन माथि हेर्नु
ढक्कन तानी रहेछ हजुर ओइ रेज्न किन वाउ हेर नाच्नु पो रहेछ हौ त खोइ अघि त्यही हुनुहुन्थ्यो यो गीतमा त हामी जमानामा नाचेर तिहार उठाएको पो त हो यतिको चाहिँ हुनुपर्छ के यतिको तल जाने उखालियो बान्दैन नि उखालेको यो त बजार लाउनेमा कहाँ हो नि कहाँ हुन्छ यहाँ ल्याएर उलाई थाहा छ नि त कस्तो गरेको बसुन्दै आउनु उखालेर उभा हालिसकियो हुन्छ राति 12 यता पनि हुनुहुन्छ है यत्रो राति चाहिँ डिस्टर्ब गर्नु हुँदैन भन्दिनु हैन मलाई अहिले घाँस काटिरहेको चाहिएको म हानी हाल्छु अहिले घाँस काटिरहेको साथदेखि घाँस बन्द मात्रै अनि डोको काट्नु होइन मान्छे त अचेल जोस् कडा हुनुहुन्छ होइन श्रेयान ओ माई गड फोन झर्यो भने त म त फेरि यता अर्को अगाडिको क्यामेराबाट गर्न गरिरहेको छु होइन कि पछाडिबाट चाहिँ गर्न जुम नगर त्यत्तिकै बसिरहनु राम्रो निस्केछ हाम फालेर माथि जम्मै अगाडि चटक देखा न तल ठाउँ त पिसफुल छ तर धेरै मान्छेहरू भएको ठाउँमा मलाई मन चाहिँ पर्दैन है होइन कस्तो झन्ने ठोकिए झन् यता त अब रिङ्गटा पो चल्दो रहेछ रेजिना यो हेर्दाखेरि यस्तो हेर्दाखेरि अस्ति पनि हामी यही ठाउँमा पिकनिक खान आएको थियो तर त्यतिखेर चाहिँ यहाँ जम्मै सुक्खा भइसकेको थियो नि त अहिले फेरि स्प्रिङ फर्किरहेको छ यो यस्तो पोखरीहरू हेर्दै कस्तो हुँदो रहेछ भने यो हेर्दै आँखा नै कस्तो बिग्रिने कि अनि रिङ्गटा चल्ने कि वेब झन्डै मर्नै आँटिसक्यो कस्तो रिङ्गटा चल्ने कि म ढल्छु होला मान्छे नभएर मात्र हो लुकिङ हेर न कस्तो राम्रो को हो तिनीहरू चाहिँ निकाल खोइ त ऊ टोपी टोपी लाउ न अबि कस्तो जाडो है अब घरसम्म जानु पर्ला जस्तो छ गइहाल्ने त अब जानुपर्छ जाडो हुन थाल्यो पानी पर्छ क्या त्यही त भोलि जानुपर्छ नि यति बनाऊँ ल
गर्नु पर्यो नि त कोही कोही र जाऊ 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 program kayak dong di sini masuk sana bos हामी फर्की पनि सकेछौँ सबै नाचिराख्नु भएको छ तर हामी चाहिँ फर्किसक्यौँ अब धेरै भिड रमाइलो चाहिँ पछाडि एकदम धेरै छ ग्रुपहरू चाहिँ नाचिराख्नु भएको छ तर कपाल अब पछाडिबाट आउँदो रहेछ नि पुरा अनि आज उतो एक दिन फेरि आउनुपर्छ रिजिना यो आज त त्यहाँ बस्ने रमाइलो गर्ने त्यति मात्रै भयो होइन अब एक दिन आउनुपर्छ त्यो दिन चाहिँ हामी सबै यो जङ्गल बसेर घुम्नुपर्छ ल जङ्गल घुम्ने एकदमै इच्छा छ कि मलाई पनि कि एकदमै यतिखेर त रुखहरू यति राम्रो भएको छ नि एकदम नयाँ नयाँ पालुवा बनाएर है त्यो पनि यति राम्रो क्या यहाँ त जहिले पनि हावा चलिरहेकै हुन्छ है हामी चाहिँ हिँडिसक्यो हामी चाहिँ कसैलाई पनि हामी गयौँ नभनिकनै हिँडेको हुन त
सोधेपछि हुँदैन होला कहीँ पनि है जान्छौँ भनेपछि त जानै दिँदैन अनि त्यही पनि अब हेर्नु पऱ्यो भनेर हामी चाहिँ हिँडिसकेको छौँ राम 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 हेर न रमाइलो भएन तँलाई मलाई त रमाइलो भयो तँलाई भयो मलाई नि रमाइलै भयो तर एकदम धेरै होइन तर रमाइलो त्यही भयो किनभने अरू दिनहरूभन्दा अलिकति फ्रेस भयो होइन अलग भयो अनि अलिक ओहो कपाल त एकदमै पछाडिबाट बाई बाई गरिदिउँ है ल बाई 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 बाई